हेलो गाइज हजुरहरूलाई नाइट भ्यू म देखाउँदैछु है। नाइट भ्यू साथै यहाँ चाहिँ हाम्रो फुपूले हाम्रो प्यारो फुपूले चाहिँ अचारहरू बनाउनु भएर यो चाहिँ के को भन्दा टिमुरकै यो चाहिँ टिमुरको अचार हो। अनि यहाँ टिमुरको अचार चाहिँ अनि के भन्छ यो चाहिँ स्पाइसी खानेहरूको लागि हो है। यो चाहिँ स्पाइसी खानेहरूको लागि हो। अनि थुप्रो बट्टाहरू यहाँ बनाउनु भइरहेछ। अनि यो सानोहरू पनि छ है। तपाईँहरूलाई कोलाई टिमुरहरू मनपर्छ, हेल्थको लागि पनि राम्रो हुन्छ। टिमुर भनेको त नेपालबाट ल्याएको हो यो टिमुर। अनि टिमुरको अचार चाहिँ हामीले मलेसियामा बनाएको हो। अनि हजुरहरूलाई चाहिन्छ भने मलाई कमेन्ट गर्नु होला कि बा मेसेज छोडिदिनु होला। मेसेज छोडे पछाडि हामी हजुरहरूलाई रिप्लाई दिन्छौँ। अनि कति चार्जहरू लाग्छ हामी तपाईँहरूलाई मेसेजमै भन्छु। अनि साथै यहाँ अर्को छ, यहाँ मासुहरूको पनि छ। यो चाहिँ मासुको है, मासुको हो। अनि यो चाहिँ च्वाचेको मासु। अब सुँगुर भन्दाखेरि अहिले फेरि अप्ठ्यारो होला, त्यही भएर चाहिँ यो च्वाचेको मासुको अचार हो है। सानो सानो बट्टामा हजुरहरू फेरि ठुलो बट्टामा फेरि महँगो भयो भनेर भन्नुभयो भनेर चाहिँ हामीले खास ट्राई गरेको हो। फर्स्ट लटमा चाहिँ ट्राई गर्दाखेरि चाहिँ कस्तो हुन्छ भनेर चाहिँ यो हेर्नु खोजेको हो। अब हजुरहरूले पनि नयाँ नयाँ आइडियाहरू दिनु होला। अनि अरू अझै तपाईँहरूसँग पनि आइडिया छ भने अनि कमेन्टहरू गर्नु होला। अनि जेको डिमान्डहरू धेरै आउँछ हामी त्यो पनि बनाउने ट्राई गर्छौँ, कोसिस गर्छौँ। हामी एकअर्कालाई त हेल्प गर्ने हो नि, होइन त। अनि त्यति नै हो। हामीले दुई खालको मात्र अचारहरू चाहिँ बनाएको छौँ। एउटा भयो च्वाचेको अनि अर्को भयो टिमुरको। अनि टिमुरको अनि हजुरहरूलाई चाहिँ अब कुनको अचार चाहिन्छ त्यो हामीलाई कमेन्ट गर्नु होला। अनि कि मेसेज पनि छोड्नु सक्नुहुन्छ, हामी हजुरहरूलाई रिप्लाई गर्छौँ। अनि साथै अब हजुर टाढा हुनुहुन्छ भने चाहिँ अब धेरै अर्डर गर्नुहुन्छ भने चाहिँ हामी लालामुबाट पनि पठाइदिन्छौँ है हजुरलाई। हजुरहरूले कमेन्ट गर्न सक्नुहुन्छ। थ्याङ्क यू सो मच। अनि हामी एकअर्कालाई त सपोर्ट गर्ने हो, होइन त। एकअर्कालाई सपोर्ट गरौँ। हजुरहरूलाई परेको बेलामा हामी हुन्छौँ, हामीलाई परेको बेलामा तपाईँहरू हुनुहुन्छ। त्यही भएर हामी एकअर्कालाई सपोर्ट गर्दै अगाडि बढौँ है। थ्याङ्क यू सो मच। अनि हजुरहरूले मेरो भिडियोहरू सुरुदेखि अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। थ्याङ्क यू, बाई बाई।